मोमो भने यतिको बन्ने है। हेर्नुहोस् चाहिँ यो ठुलो रहेछ नि यहाँ। हेलो साथीहरू, सबैजना नमस्ते है। अन्त फ्यापुलो है। अहिले भने म फिलहालमा ड्युटी जाँदैछु है। त फर्स्ट अफ अल त तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा है। आज भने म होटेल भर्खर जाँदैछु। अहिले टाइम भन्नुपर्दा 11:30 भइसकेको छ होइन। म चाहिँ यहाँ दिल्लीमै छु नि त। जाडो चाहिँ एकदमै जाडो छ होइन साथी हो। टोपी लगाएर ज्याकेटहरू मजाको लगाएर हिँड्नुपर्छ नि त जाडोको कारणले। जाडो चाहिँ एकदमै छ है साथीहरू। यहाँ चाहिँ गाडीहरू चाहिँ सेलमा रहेछ देख्न सक्नुहुन्छ फाइनली है। 3टा रहेछ, दामी रहेछ साथीहरू। वाइट एउटा ब्ल्याक भनौँ, एउटा वाइट भनौँ है। हे हरि राम कृष्ण जगदम्नंद प्रेम, ये क्या हुआ? दिल्ली में आके आज घाम देख रहा हूँ दोस्तों, देख सकता है। दिल्लीमा आएर चाहिँ मैले चाहिँ घाम चाहिँ आज देखेको साथी। एकदम जाडो नभए चाहिँ जाडो पोजाएर होइन। अहिले चाहिँ घाम मजाले लागिरहेको छ। त्यो पनि यहाँ मात्रै हो नि त अहिले चाहिँ फिलहालमा होइन। अन्त टक्कसँग मेन रोड निक्लिसकेको छु। निक्लेर चाहिँ फटाफट हिँडेको होइन। होटेल पुग्नु चाहिँ 5-6 मिनट लाग्छ हिँड्दै जानुपर्छ रुमदेखि। धेरै टाढो त होइन नि त होइन। जाँदैछ फिलहालमा है। अन्त अब त्यही हो साथी हो, के कस्तो हुन्छ आज होटेलमा होइन। अन्त हेर्दै जाउँ है। फाइनली होटेल आइपुगेँ साथी हो। देख्न सक्नुहुन्छ फाइनली हाम्रो होटेल होइन। त्यो बत्ती बाल्दैमै बत्ती बालेर कतिको दामी देख्छ हेर्नुहोस् होला टक्कसँगले। कुन थियो नो यो त होइन अब दामी देख्छ नि त्यही टक्कसँगले होइन। यस्तो दामी देख्यो नि त अहिले आएर चाहिँ फिलहालमा है। यता चाहिँ किचन, हाम्रो किचन पनि देख्न सक्नुहुन्छ फाइनली। ग्यास चुल्हा भयो होइन। यतै टमाटम अब काम हुन्छ त्यही। टमाटर यो लेमनहरू चाहिँ सबै अघि लिएर आउनु भएको नि त दाले होटेल खोजेर चाहिँ कति जानुभयो आइदिनु होइन। अहिले चाहिँ हरामी भोक लागिरहेको छ नि त होइन। भोक लागेको तारमा 2टा मोमो रहेछ खानु पऱ्यो साथी। 2टा मोमो रहेछ। चिकन मोमो है साथी हो। आउनु साथ खाइदिएको के गर्नु, यस्तै चल्दैछ। जुठो देख्नु सक्नुहुन्छ होला धुनु पर्ने अब। अन्त हाम्रो सर्ट चाहिँ गर्दा जानुभएको नि होटेलमा जाउनुहुन्न होइन। यस्तो चल्दैछ है साथीहरू। हेर्दै गरौँ मेरो ब्लग है। माछा हेर्नुहोस् है साथीहरू, जिम्दै रहेछ सबै माछाहरू उठ्दैछ देख्नुभयो। जिम्दै त आएर मसिनो रहेछ, मरेको जस्तै गर्दो रहेछ साथीहरू। कस्तो दामी हो हेर्नुहोस् चाहिँ। यो ठुलो रहेछ नि यहाँ। म चाहिँ फाइनली यहाँ दोकान आएको थिएँ नि त साथी होइन। दोकान आउँदा चाहिँ माछा देखेको है। कस्तो दामी माछा रहेछ क्या। अन्त अहिले भने अब दोकानबाट चाहिँ जाँदैछु होटेलै है फिलहालमा। हाम्रो चाहिँ मोमो बनाउनु पनि स्टार्ट भइसकेको छ फाइनली। देख्न सक्नुहुन्छ हाम्रो डल्लाहरू। अब यहाँ हाम्रो सरले बेल्नु भएको थियो अलिकति। अब चाहिँ म बेल्नु पर्ने हुन्छ किनकि भन्छ मलाई त्यस्तो बेल्नु नै आउँदैन। के कस्तो हुन्छ तर भयो नि तपाईँहरूलाई देखाउनु ट्राई गर्छु है। त्यो हेर्नुहोस् होला है। यसो गरेँ होइन, टक्कै यसो गरेँ। मैले फाइनली यत्तिको बेल्नु चाहिँ एक्सपिरियन्स भइसकेको छ है साथी। यत्तिको चाहिँ बेल्छु अहिले फिलहालमा म हो। यी साथी हो यतिको बेले मैले फाइनली बेलिसकेँ। अन्त मोमो भने यतिको बन्ने है। अब अन्त अझै बनाउनु पर्ने हुन्छ अहिले है। अहिले चाहिँ फाले पनि रेडी भइसकेको छ देख्न सक्नुहुन्छ है। चिकन फाले, अब चिकन फाले चाहिँ फ्राई गर्नु आँटेको है फाइनली साथी। हेर्दै गर्नुहोस् होला। अझै म फाइनली हाल्नु जाँदैछ है साथी। ओ नाइस। यो चाहिँ अर्डर आएको हो नि त 4टा चाहिँ होइन। 2वटा गरेर फ्राई गर्नुपर्छ है। यतिको रातो भइगयो है हल्का हल्का। यो सेतो चाहिँ सबै रातो हुनुपर्छ अन्त चाहिँ दामी हुन्छ है सब्जी।
फाइनल रेडी भइसक्यो हाम्रो चाहिँ फाले फ्राई पनि भइसकेको हो है। च्याट्ट पारेर हो एकछिन अब यो चाहिँ तेल तरिनु दिनुपर्छ नि त होइन। राम्रोसँगले भयो होइन। यहाँ चाहिँ मोमो पाकेर रेडी फेरि हो, मोमो र टी मोमो पेकिङ हुँदैछ। यो चाहिँ पार्सलको लागि हो होइन। पार्सल चाहिँ फाइनल रेडी भइसकेछ साथी हाम्रो। दुईटामा साफ हालेछ, दुईटामा चिकन मोमो छ है साथी। अब यो चाहिँ पार्सल भएर ठक्क जान्छ। अन्त साथी हो मेरो भ्लग चाहिँ यतिमा इन्ड गर्दैछु होइन। तपाईँहरूलाई के कस्तो लाग्छ यसो लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनुहोस् होला भन्नु चाहेँ है। अन्त जो नयाँ हुनुहुन्छ है मेरो भिडियोमा उहाँहरूले चाहिँ सब्सक्राइब गरिदिनुहोस् होला भन्न चाहेँ है। ल सबैजना थ्याङ्क यू सो मच है।